असारको त्यो रात असाध्यै गहिरो थियो। आकाशभरि बादलहरू यति बाक्ला थिए कि चन्द्रमाको अस्तित्व नै हराइसकेको थियो। झरी निरन्तर परिरहेको थियो। टिनका छानामाथि पानीका थोपाहरू ठोक्किने आवाजले एउटा अनौठो उदासी फैलाइरहेको थियो। सहरका सडकहरू सुनसान थिए। बिजुलीका खम्बामा बलिरहेका पहेँला बत्ती पनि पानीको पर्दाभित्र धमिला देखिन्थे। टाढा कतै कुकुरहरू कराइरहेका थिए। हावामा चिसोपन मात्र थिएन, एउटा अनौठो पीडा मिसिएको थियो। त्यो पीडा बाहिरको मौसमले मात्र थिएन, एउटा युवकको मुटुभित्र पनि बिस्तारै उम्रिरहेको थियो। त्यो युवक थियो आर्यन। उसको कोठा अस्तव्यस्त थियो। किताबहरू टेबलभरि छरिएका थिए। केही नोटबुक भुइँमा खसेका थिए। एउटा कुनामा आधा चिसिएको कफी राखिएको थियो। झ्याल आधा खुल्ला थियो, जहाँबाट वर्षाको चिसो हावाभित्र पसिरहेको थियो। तर त्यो चिसोपनभन्दा पनि धेरै चिसो आर्यनको मन भइसकेको थियो। ऊ पलङको छेउमा बसेर मोबाइल हेरिरहेको थियो। मोबाइलको स्क्रिनमा एउटा नाम बारम्बार बलिरहेको थियो। त्यो नाम थियो सङ्गीता। कहिले उसको दिन उज्यालो बनाउने त्यही नाम आज उसको जीवनको सबैभन्दा ठुलो अन्धकार बनेको थियो। उसले धेरै पटक म्यासेज टाइप गरिसकेको थियो, किन यस्तो गर्यौ, म केमा कम भएँ, एकपटक मात्र भेट्न आऊ न। तर हरेक पटक उसले मेटिदियो। आत्मसम्मान र प्रेमको युद्धमा ऊ धेरै अघि हारिसकेको थियो। अन्ततः काँपिरहेको हातले उसले लेख्यो, आजपछि म तिमीलाई कहिले सताउने छैन, सधैँ खुसी रहनु, तिमीले जित्यौ, मैले हारेँ। उसले म्यासेज पठायो अनि धेरै बेरसम्म मोबाइलको स्क्रिन हेऱ्यो। उसको मुटु अस्वाभाविक रूपमा धड्किरहेको थियो। उसलाई लागिरहेको थियो सायद अब उसले फोन गर्ली, यस्तै कुरा नगर भन्ली, माफ गर लेख्ली, तर केही आएन। केवल एउटा सिन, त्यो एउटा शब्दले उसको सम्पूर्ण संसारलाई भत्काइदियो। उसका आँखाबाट आँसु झर्न थाले। उसले मोबाइल बिस्तारै बन्द गर्यो। कोठामा फेरि सन्नाटा फैलियो। वर्षाको आवाज अझ तीव्र भइरहेको थियो। उसको नजर दराजमाथि राखिएको एउटा ढोकाको गलबन्दीतिर गयो। त्यो गलबन्दी सामान्य थिएन, त्यो उसको प्रेमको अन्तिम चिनो थियो। उसले काँपिरहेको हातले त्यो उठायो। धेरै बेरसम्म हेरिरह्यो। आँखा रसाए। उसले गलबन्दी ओठमा लग्यो। त्यही क्षण स्मृतिहरू बाढी झैँ दिमागमा पस्न थाले। 2 वर्ष अघि माघ महिनाको चिसो बिहान थियो। कलेजको पुस्तकालय प्राय खाली थियो। झ्यालबाट हल्का घाम पसिरहेको थियो। आर्यन एउटा कुनामा बसेर शिरीषको फुल पढिरहेको थियो। ऊ किताबभन्दा धेरै जीवन बुझ्न खोज्ने मान्छे थियो। उसका साथीहरू भन्थे, त धेरै सोच्ने गर्छस्। सायद यही धेरै सोच्ने बानीले उसलाई प्रेममा यति गहिरो डुबायो। किताबमा हराइरहेको बेला अचानक कसैले बिस्तारै सोध्यो, यो किताब सकियो भने मलाई दिनुस् न है। उसले टाउको उठायो र त्यही क्षण संसार केही बेर रोकियो। उसको अगाडि एउटा युवती उभिएकी थिइन्। हल्का निलो कुर्ता, सेतो सल, लामो कपाल, आँखामा अनौठो शान्ति। त्यो अनुहारमा केही यस्तो थियो जसले आर्यनलाई एकछिन बोल्नै दिएन। सुन्नु भएन? ऊ झसङ्ग भयो। हँ हजुर, लिनुहोस्। उसले किताब अघि बढायो। उनी हल्का मुस्कुराइन्। त्यो मुस्कान साधारण थिएन। त्यो मुस्कान आर्यनको जीवनको सबैभन्दा खतरनाक सुन्दरता बन्नेवाला थियो। उनको नाम थियो सङ्गीता। त्यसपछि उनीहरू पुस्तकालयमा बारम्बार भेट्न थाले। सुरुमा सामान्य कुरा हुन्थ्यो, किताबको चर्चा, लेखकहरूको कुरा, किताब, सपना। सङ्गीता देवकोटा मन पराउँथिन्। आर्यन पारिजात पढ्थ्यो। उनीहरू बहस गर्थे, हाँस्थे। कहिलेकाहीँ एउटै किताबका लाइनहरू पढेर चुप लाग्थे। बिस्तारै मित्रता गहिरिँदै गयो। कलेजको क्यान्टिनमा अब उनीहरू सँगै बस्न थाले। एउटै कप चिया बाँडेर पिउन थाले। आर्यनले पहिलोपटक कसैसँग यति सहज महसुस गरेको थियो। सङ्गीता बोल्थिन् अनि आर्यन संसार बिर्सिन्थ्यो। उनको हाँसोमा एउटा अनौठो जादु थियो। त्यसपछि फोन नम्बर साटियो। राति गुड नाइट भन्न सुरु भएको कुरा बिस्तारै रातभर जाग्ने आदतमा बदलियो। एक दिन राति 2 बजेसम्म कुरा गरेपछि सङ्गीता हाँस्दै भनिन्, तिमी सुत्दैनौ? आर्यन मुस्कुरायो। तिमी बोलिरहँदा निन्द्रा आउँदैन। फोनको अर्कोतिर केही बेर मौनता छायो। त्यसपछि उसले बिस्तारै भनिन्, मलाई पनि। त्यो रात आर्यनलाई जीवनको सबैभन्दा सुन्दर रात लागेको थियो। प्रेम बिस्तारै उनीहरूको जीवनमा उम्रिरहेको थियो। पहिलोपटक हात समात्दा आर्यनको मुटु यति जोडले धड्किएको थियो कि उसलाई लाग्यो सङ्गीताले पनि सुनिन् होली। पहिलोपटक उनीहरूले सँगै फोटो खिचेका थिए। त्यो फोटोपछि आर्यनले आफ्नो वालपेपरमा राखेको थियो। पहिलोपटक सङ्गीता बिरामी हुँदा आर्यन रातभर अस्पताल बाहिर बसेको थियो। त्यो दिन सङ्गीता रोएकी थिइन्। तिमी किन यति धेरै माया गर्छौ मलाई? आर्यनले हाँस्दै भनेको थियो, सायद तिमी मेरो संसार भएकी छेउ। यो वाक्य उसले सहजै भनेको थियो, तर उसलाई कहाँ थाहा थियो कुनै दिन त्यही संसार हराउँदा ऊ आफै हराउनेछ। समय बित्दै गयो। प्रेम गहिरिँदै गयो। उनीहरूले सँगै भविष्यका अनगिन्ती सपना बुन्न थाले। सानो घर, स्कुल, सानो घर, झ्यालमा फुल, शनिबारको घुमाइ, एउटै छानामुनि बित्ने जिन्दगी। उनीहरूका कुराहरूमा यस्तै सपना हुन्थे। आर्यनलाई लाग्थ्यो अब उसको जीवन पूर्ण भएको छ। तर जीवन सधैँ मानिसले सोचे चाहिँ हुँदैन। बिस्तारै सङ्गीता बदलिन थालिन्। पहिले जस्तै फोन आउन छोडियो। मेसेज छोटो हुन थाल्यो। भेट्नका बहानाहरू हराउन थाले। बिजी छु उनका ओठको सबैभन्दा धेरै प्रयोग हुने शब्द बन्यो। आर्यन डराउन थालेको थियो, तर प्रेममा डुबेको मानिसले सत्यलाई स्वीकार गर्न चाहँदैन। उसले आफैलाई ढाँटिरह्यो। सायद ऊ साँच्चै व्यस्त होली, तर
तर एउटा दिन सत्यले उसलाई निर्दयी रूपमा चकनाचुर बनायो। उसले सङ्गीतालाई एउटा रेस्टुरेन्टमा अर्को केटासँग हाँसिरहेको देखियो। त्यही हाँसो जुन कुनै बेला केवल उसका लागि हुन्थ्यो। त्यो क्षणदेखि ऊ भित्रभित्र मर्न थालेको थियो। त्यसपछि उसले आफूलाई कोठाभित्र सीमित गर्न थाल्यो। साथीहरूका फोन उठाउन छोड्यो, कलेज जान छोड्यो, रातभर जागा बस्न थाल्यो। उसका आँखामुनि कालो घेरा पर्न थाले। ऊ बिस्तारै डिप्रेसनको अन्धकारमा डुबिरहेको थियो। तर संसारलाई ऊ केवल मायामा धोका खाएको केटा लागिरहेको थियो, जबकि उसको भित्र एउटा पुरा संसार चकनाचुर भइरहेको थियो। आज त्यही पीडाको अन्तिम रात थियो। उसले गलबन्दीलाई फेरि हेरियो, आँसु पुछियो, कुर्सी तानेर पङ्खा मुनि राख्यो, गलबन्दीलाई फन्दा बनायो, घाँटीमा हाल्यो। त्यो बेला न उसले आमालाई सम्झियो, न बुबालाई, न बहिनीलाई। केवल एउटा केटीको धोका उसको आँखा अगाडि थियो। उसले कुर्सीलाई खुट्टाले धकेलिदियो। केही क्षण घाँटी कसियो, सास रोकियो, आँखा अगाडि अन्धकार फैलियो, शरीर छटपटियो, अनि सबै शान्त भयो। तर मृत्यु पनि कहिलेकाहीँ अन्त्य हुँदैन। उसले फेरि आँखा खोल्यो। आफूलाई पङ्खामा झुन्डिएको देखेर ऊ आतंकित भयो। उसका अगाडि उसको आफ्नै शरीर झुन्डिरहेको थियो। उसले चिच्यायो, तर आवाज कसैले सुनेन। त्यही बेला बाहिरबाट आमाको आवाज आयो, बाबु अझै उठेनस्? ऊ चिच्यायो। आमा भित्र आउनुभयो, तर आवाज शून्यमा हरायो। आमाले ढोका खोल्नुभयो। झुन्डिएको छोरालाई देख्ने बित्तिकै उहाँको चिच्याहटले पुरै घर थरथरायो। बाबु बाबु भनेर कराउनु भयो। त्यो आवाजमा संसारको सम्पूर्ण पीडा थियो। जुन बुबालाई आर्यनले कहिले रोएको देखेको थिएन, आज उहाँ बच्चा चाहिँ रोइरहनु भएको थियो। छिमेकीहरू भेला भए। कसैले भन्यो केटीको लागि मरेछ, अर्कोले भन्यो यस्ता छोराले आमा बुबालाई बाचुन्जेल मार्छन्। तर त्यो भिडको बीचमा एउटा कुरा कसैले बुझेन, आत्महत्या गर्ने मानिस मर्न चाहँदैन। ऊ केवल आफ्नो पीडाबाट भाग्न खोजिरहेको हुन्छ। घर शोकाकुलले भरियो। आमा बारम्बार बेहोस हुनुभयो। बुबा रातभर छोराको शवको छेउमा बसेर रोइरहनुभयो। बहिनी चुपचाप कुनामा बसेर दाइको फोटो हेर्दै थर्र काँपिरहेकी थिइन्। यो दृश्य देखेर आर्यनको आत्मा टुक्रा टुक्रा भयो। उसलाई पहिलो पटक महसुस भयो ऊ मरेको थिएन। उसले त आफ्नो पुरै परिवारलाई जीवितै मारेको रहेछ। त्यही पछुतोको चरम क्षणमा कसैले टाढाबाट उसको नाम बोलायो, आर्यन उठ। झल्यास्स बिउजियो। शरीर पसिनाले भिजेको थियो। सास तीव्र चलिरहेको थियो। आँखा आँसुले भरिएको थियो। उसको अगाडि आमा उभिरहनु भएको थियो। के भयो बाबु, नराम्रो सपना देखिस्? त्यो सुन्नसाथ ऊ बच्चा झैँ रुन थाल्यो। आमाले अङ्गालो हालेर बेसरी बिलौना गरियो। त्यो केवल सपना थिएन, त्यो जीवनले दिएको अन्तिम चेतावनी थियो। उसले मोबाइल उठायो, सङ्गीताको सबै फोटो डिलिट गरियो, नम्बर ब्लक गरियो, अनि वालपेपरमा आमा बुबाको फोटो राख्यो। त्यसपछि ऊ धेरै बेरसम्म टोलाइरह्यो। बाहिर झरी रोकिएको थियो। पूर्वबाट हल्का उज्यालो फैलिन थालेको थियो। नयाँ बिहान हुँदै थियो। सायद जीवन पनि यस्तै हो, सबैभन्दा अन्धकार रातपछि नै नयाँ उज्यालो जन्मिन्छ। पूर्वबाट हल्का घाम फैलिन थालेको थियो। रातभर लगातार परेको पानी अब रोकिएको थियो। टिनको छानाबाट पानीका थोपा अझै टुप्प टुप्प झरिरहेका थिए। हावामा एउटा नयाँपन मिसिएको थियो। तर आर्यनको मनभित्र भने अझै रातको त्यो भयावह सपना जिउँदै थियो। ऊ पलङमै टोलाइरहेको थियो। उसका हातहरू अझै काँपिरहेका थिए। छातीभित्र धड्कन अस्वाभाविक रूपमा चलिरहेको थियो। उसलाई बारम्बार त्यही दृश्य सम्झना आइरहेको थियो। पङ्खामा झुन्डिएको आफ्नो शरीर, आमाको चिच्याहट, बुवाको रुवाई, बहिनीको काँपिएको अनुहार। ऊ आँखाहरू बन्द गर्थ्यो। त्यो दृश्यहरू झन् प्रष्ट देखिन्थे। उसले एक्कासी गहिरो सास फेर्यो अनि उठेर झ्यालतिर गयो। बाहिर सडक भिजेको थियो। मानिसहरू बिस्तारै आफ्नो दिन सुरु गर्न निस्किरहेका थिए। संसार आफ्नै गतिमा अघि बढिरहेको थियो। तर आर्यनको जीवन भने रातभरमै पुरै बदलिएको थियो। उसले झ्यालबाट बाहिर हेर्दै मनमनै सोच्यो, यदि यो सपना वास्तविक भएको भए। त्यो सोचले नै उसको शरीर सिरिङ्ग भयो। उसले तुरुन्त झ्याल बन्द गर्यो। कोठाभित्र फर्केर टेबलमाथि बस्यो। मोबाइल फेरि उठायो। केही क्षण स्क्रिन हेरिरह्यो। सङ्गीताको नाम अब त्यहाँ थिएन। फोटाहरू थिएनन्, मेसेजहरू थिएनन्, तर स्मृतिहरू अझै जीवित थिए। सायद प्रेमको सबैभन्दा ठुलो समस्या यही हो, मानिसलाई ब्लक गर्न सकिन्छ, सम्झनलाई कहिले पनि सकिँदैन। आर्यनले आँखा बन्द गर्यो। उसको दिमाग फेरि विगततिर फर्कन थाल्यो। उसलाई त्यो दिन याद आयो जब उसले पहिलोपटक सङ्गीतालाई आफ्नो भविष्यको बारेमा बताएको थियो। त्यो फागुनको साँझ थियो। कलेज छुटेपछि उनीहरू नदी किनारमा गएका थिए। सूर्य अस्ताउँदै थियो। पानीमा सुनौलो रङ फैलिएको थियो। सङ्गीता चुपचाप पानीतिर हेरेर बसेकी थिए। आर्यनले बिस्तारै भनेको थियो, म भविष्यमा ठुलो मान्छे बन्न चाहन्छु, धेरै पैसा कमाउन चाहन्छु, आमा बुबालाई राम्रो घर बनाइदिन्छु। अनि सङ्गीता मुस्कुराउँदै सोधिन्, अनि? आर्यनले लजाउँदै भनेको थियो, अनि तिमीलाई बिहे गरेर सधैँ साथमा राख्छु। त्यो सुनेर सङ्गीता हाँसेकी थिए। उनको हाँसो नदीको बहावभन्दा पनि मधुर लाग्थ्यो। उनले आर्यनको काँधमा टाउको राख्दै भनेकी थिइन्, म तिमीलाई कहिले छोड्ने छैन। त्यो वाक्य त्यति बेला आर्यनको लागि
कसमभन्दा कम थिएन। ऊ त्यो प्रेमलाई साँचो ठान्थ्यो। सायद मानिसले सबैभन्दा धेरै गल्ती त्यही बेला गर्छ जब ऊ शब्दलाई सत्य सम्झिन्छ। समयसँगै सङ्गीत आर्यनको बानी बनिसकेकी थिए। बिहान उठ्ने बित्तिकै उनको मेसेज हेर्नु, खाना खाँदा फोनमा कुरा गर्नु, रात उसको आवाज नसुनी निद्रा नआउनु, यी सबै कुरा आर्यनको जीवनको हिस्सा भइसकेको थियो। उसले आफ्नो संसार सानो बनाउँदै लग्यो। यी जहाँ केवल दुईजना थिए, ऊ र सङ्गीता मात्र। साथीहरू टाढा हुँदै गए, परिवारसँग समय कम हुँदै गयो। बुबाले कहिलेकाहीँ भन्नुहुन्थ्यो, आजकाल त हामीसँग बस्नै छोडिस्। आमा मुस्कुराउँदै थप्नुहुन्थ्यो, छोरा ठुलो भयो, अब आमा बुबा कहाँ सम्झन्छ र। उनीहरूले त्यो कुरा मजाकमा भन्नुभएको थियो, तर आर्यनले कहिले बुझेन कि बिस्तारै ऊ आफ्नै संसारबाट टाढा हुँदै गइरहेको थियो। प्रेमले उसलाई यति अन्धो बनाएको थियो कि उसले आफूलाई माया गर्ने मानिसहरूलाई नै ओझेलमा पारिसकेको थियो। एक दिन बेलुका बुबा कामबाट निकै थाकेर घर फर्कनु भएको थियो। उहाँको जुत्ता पुरानो भइसकेको थियो। तलबले महिनाको अन्त्य धान्न मुस्किल हुन्थ्यो, तर त्यही दिन आर्यनले नयाँ मोबाइल किन्ने जिद्दी गरेको थियो। बुबाले केही नभनी आफ्नो सानो बचत निकालेर मोबाइल किनिदिनु भएको थियो। राति आमा बुबासँग बिस्तारै भन्दै हुनुहुन्थ्यो, आफ्नो जुत्ता त फेरिदिनुहोस्, च्यातिन लागिसक्यो। बुबाले हाँस्दै भन्नुभएको थियो, पहिले छोराको चाहना पुरा होस्, मेरो त अझै चल्छ। त्यो दृश्य त्यति बेला आर्यनले सामान्य रूपमा लिएको थियो, तर आज सम्झँदा उसको छाती पोलिरहेको थियो। उसले जीवनभर आफ्ना लागि त्याग गर्ने मानिसहरूलाई बिर्सेर एउटी केटीको प्रेममा आफ्नो संसार किन सीमित गरियो। उसलाई आफैदेखि घृणा लाग्न थाल्यो। त्यो बिहान ऊ धेरै बेरसम्म आफ्नो कोठामा बसिरह्यो। बाहिरबाट आमाको आवाज आयो, बाबु खाना खान आइज। त्यो सामान्य आवाज पनि आज उसको लागि संसारकै सबैभन्दा मूल्यवान कुरा बनेको थियो। ऊ बिस्तारै भान्सातिर गयो। आमाले तातो रोटी पकाउँदै हुनुहुन्थ्यो। बुबा अखबार पढिरहनु भएको थियो। बहिनी स्कुल जान तयार हुँदै थिइन्। सबै कुरा सामान्य थियो, तर आर्यनका लागि त्यो दृश्य असाधारण बनिसकेको थियो। उसले आमालाई धेरै बेरसम्म हेरिरह्यो। हातमा पोल्दा पनि वास्ता नगरी रोटी पकाइरहनु भएको थियो। बुबा चस्मा लगाउँदै समाचार पढिरहनु भएको थियो। बहिनी आफ्नो कपाल बाँध्न नसकेर रिसाइरहेकी थिइन्। यी सबै साना दृश्य अचानक यति सुन्दर लाग्न थाले कि आर्यनको आँखा फेरि रसाए। आमाले अचम्म मान्दै सोध्नुभयो, किन यस्तो हेरिरहेको? आर्यन मुस्कुराउन खोज्यो, केही होइन आमा, तर उसको स्वर भाँचिएको थियो। खाना खाने क्रममा ऊ असाध्यै चुप थियो। बुबाले सोध्नुभयो, कलेज जाँदैनस् आज? आर्यनले केही बेर मौन बस्यो। त्यसपछि बिस्तारै भन्यो, जान्छु बुबा। धेरै दिनपछि उसले त्यो शब्द सामान्य रूपमा बोलेको थियो। बुबाको अनुहारमा हल्का मुस्कान आयो। सायद अभिभावकहरूलाई सन्तानको सानो परिवर्तनले पनि आशा दिन्छ। त्यो दिन आर्यन धेरै दिनपछि कलेज गयो। कलेजको गेटभित्र छिर्दा उसलाई अनौठो महसुस भयो। त्यही ठाउँ जहाँ उसले प्रेम भेटेको थियो, आज त्यही ठाउँ उसको पीडाको साक्षी बनेको थियो। पुस्तकालय देख्ने बित्तिकै पुराना सम्झनाहरू फेरि जिउँदै भए। क्यान्टिन, त्यो बेन्च, त्यो बाटो, हरेक ठाउँमा सङ्गीताको छाया थियो। तर आज पहिलो पटक उसले आफूलाई रोक्यो। उसले मनमनै भन्यो, स्मृतिले जीवन रोक्नु हुँदैन। ऊ पुस्तकालयभित्र गयो। त्यही कुनामा गएर बस्यो जहाँ पहिलो पटक सङ्गीतालाई भेटेको थियो। केही क्षण उसका आँखा रसाए, तर यसपटक उठ उठेन। उसले किताब खोल्यो। धेरै दिनपछि उसले पढ्न खोज्यो। शब्दहरू सुरुवातमा धमिला देखिए, दिमाग भाग्न खोजे, तर उसले आफूलाई सम्हाल्यो। सायद बाँच्नु भनेको यही हो, हजार चोट लागेपछि पनि फेरि उठ्ने प्रयास गर्नु। उसले त्यो दिन एउटा कुरा बुझ्न थालेको थियो, प्रेम जीवनको एउटा हिस्सा मात्र हो, सम्पूर्ण जीवन होइन। कसैले छोडेर जाँदा संसार समाप्त हुँदैन। वास्तविक प्रेम त ती मानिसहरूको आँखामा हुन्छ जो हाम्रो असफलतामा पनि साथ छोड्दैनन्, जसले हाम्रो मृत शरीर होइन, हाम्रो जीवित मुस्कान चाहन्छन्। आर्यन घर फर्किँदा साँझ परिसकेको थियो। आकाशमा बादल अटिसकेका थिए। पश्चिमतिर सुनौलो घाम फैलिएको थियो। उसले धेरै दिनपछि हल्का शान्त महसुस गरियो, तर उसलाई अझै थाहा थिएन, जीवनले उसलाई अझै धेरै कुरा सिकाउन बाँकी थियो। साँझ बिस्तारै राततिर ढल्दै गयो। पश्चिमको आकाशमा फैलिएको सुनौलो रङ क्रमशः धमिलो हुँदै गइरहेको थियो। चराहरू आफ्नो गुणतिर फर्किरहेका थिए। टाढाको मन्दिरमा आरतीको धुन सुनिन थालिरहेको थियो। आर्यन घरको छतमा उभिएर आकाशतिर हेरिरहेको थियो। धेरै दिनपछि उसको मन अलिक हल्का भएको थियो, तर त्यो हल्कापन पूर्ण शान्त थिएन। उसको भित्र अझै एउटा खालीपन बाँकी थियो, एउटा घाउ जो सुक्न थालेको थियो तर पूर्ण रूपमा भरिएको थिएन। हावाले उसको कपाल उडाइरहेको थियो। उसले आँखाहरू बन्द गरियो। उसलाई थाहा थियो, प्रेमबाट भाग्न सकिँदैन, स्मृतिबाट पनि भाग्न सकिँदैन। मानिस केवल तिनलाई बोकेर बाँच्न सक्छन्। त्यही बेला तलबाट आमाको आवाज आयो, बाबु चिया खान तल आऊ। त्यो आवाजमा यति धेरै माया थियो कि आर्यनको मुटु फेरि भक्कानियो। उसले तुरुन्तै आँखा पुछ्यो अनि तल झऱ्यो।
भान्सामा आमाले चिया राखिरहनु भएको थियो। बहिनी होमवर्क गर्दै थिइन्। बुबा टेलिभिजनमा समाचार हेरिरहनु भएको थियो। सामान्य परिवारको सामान्य साँझ थियो, तर आर्यनका लागि यो दृश्य कुनै स्वर्गभन्दा पनि कम लागिरहेको थिएन। उसले चिया समात्यो। कपको तातोपनले उसको चिसिएको मनलाई हल्का न्यानोपन दिइरहेको थियो। आमाले हाँस्दै भन्नुभयो, आज त अनुहार अलिक राम्रो देखियो। आर्यन मुस्कुराउन खोज्यो। हजुर, यति मात्र बोल्न सक्यो। आमाले ध्यान दिनुभएको थिएन, तर त्यो मुस्कानभित्र गहिरो पीडा लुकेको थियो। त्यो रात ऊ चाँडै आफ्नो कोठामा गयो। झ्यालबाट चन्द्रमाको हल्का उज्यालोभित्र परिसकेको थियो। कोठा पहिलेभन्दा फरक लागिरहेको थियो। केही दिनअघि यही कोठा मृत्युको अन्धकारले भरिएको थियो। आज भने त्यही कोठामा बाँच्ने इच्छा बिस्तारै फर्किँदै थियो। ऊ पलङमा बस्यो। टेबलमाथि राखिएको पुरानो डायरी उसले उठायो। त्यो डायरी उसले धेरै महिनादेखि खोलेको थिएन। पहिलो पानामा ठुलो अक्षरमा लेखिएको थियो, सपना। त्यसको तल उसले आफ्नो भविष्यको योजनाहरू लेखेको थियो। बुबा आमालाई राम्रो घर बनाइदिने, बहिनीलाई राम्रो पढाइ पढाउने, बहिनीलाई राम्रो पढाइ पढाउने, विदेश गएर मास्टर गर्ने, आफ्नो पुस्तक प्रकाशित गर्ने। ती सबै सपना प्रेममा पर्दै जाँदा कतै हराइसकेका थिए। उसले डायरीका पानाहरू पल्टाउन थाल्यो। बीचमा एउटा सानो फोटो राखियो। त्यो उसको र सङ्गीताको पहिलो फोटो थियो। केही क्षण उसको हात काँप्यो, आँखाहरू फेरि रसाए। तर यसपटक उसले फोटो च्यातेन। उसले त्यसलाई धेरै बेरसम्म हेऱ्यो अनि बिस्तारै डायरीभित्र राखिदियो। तिमी मेरो विगत हौ, अब भविष्य होइन, उसले मनमनै भन्यो। त्यो रात धेरै दिनपछि ऊ अलिक शान्त भएर निदायो। तर जीवन यति सजिलो शान्त कहाँ हुन्थ्यो र? अर्को दिन बिहान कलेज पुग्दा उसका केही साथीहरू उसलाई देखेर अचम्मित भए। रामे दौडिँदै आयो। ओइ, त हराएको मान्छे जस्तो कहाँ गइथिस् यार? विक्कीले उसको काँधमा हात राख्दै भन्यो। हामी त डराइसकेका थियौँ। फोन उठाउँदैनस्, कलेज आउँदैनस्। उनीहरूको आँखामा साँचो चिन्ता थियो। आर्यन केही क्षण मौन रह्यो। उसले पहिलोपटक महसुस गर्यो ऊ प्रेममा यति डुबेको थियो कि आफ्ना साथीहरूको माया पनि बिर्सिसकेको रहेछ। उसले हल्का मुस्कुराउँदै भन्यो, अलिकति ठिक थिएन। रामले ठट्टा गर्दै भन्यो, माया बाया त सबैलाई लाग्छ, त्यसको लागि यति हराउन पाइन्छ र? यो कुरा मजाक थियो, तर आर्यनको मुटु भित्रसम्म पुग्यो। ऊ चुप लाग्यो। कलेजको दिन सामान्य रूपमा बित्यो, तर अचानक एउटा घटना भयो जसले उसको पुरानो घाउ फेरि ताजा बनाइदियो। क्यान्टिनतिर जाँदै गर्दा उसले टाढाबाट सङ्गीतालाई देख्यो। ऊ एउटै टेबलमा बसेर हाँसिरहेकी थिए। सँगै त्यही केटा थियो जसलाई देखेर आर्यनको सारा संसार टुटेको थियो। केही क्षणका लागि आर्यनको सास रोकिए जस्तो भयो। मुटु फेरि भारी भयो। पुरानो पीडा फेरि जिउँदै उठ्यो। उसको मनले भन्यो, हेर ऊ कति खुसी छे, तेरो पीडाले उसलाई केही फरक परेन। त्यो सोचले फेरि उसको आत्मा कमजोर बन्न थाल्यो। ऊ त्यहाँबाट फर्किन खोज्दै थियो, तर त्यही बेला सङ्गीताको नजर ऊमाथि पर्यो। ऊ केही क्षण चुप भइन्। उनको अनुहारमा हल्का असहजता देखियो। आर्यनको मुटु तीव्र गतिमा धड्किन थाल्यो। ऊ के गर्ने भन्ने अन्योलमा थियो। केही क्षणपछि सङ्गीता उठिन् अनि बिस्तारै उतिर आइन्। आर्यन, उसको आवाज पहिलो जस्तै नै थियो, तर आज त्यो आवाजले मिठास होइन, पीडा जगायो। आर्यन चुप रह्यो। तिमी ठिक छेउ? उसले सोधिन्। त्यो प्रश्न सुन्न साथ आर्यनको मनभित्र हजारौँ चिच्याहट उठे। अब सोध्छेउ? जब म टुक्रा टुक्रा भइसके। तर उसले बाहिर केही देखाएन। ऊ केवल हल्का मुस्कुरायो। ठिक छु। सङ्गीता केही क्षण मौन रहिन्। म तिमीलाई चोट दिन चाहन्नथे। आर्यनले उनको कुरा बीचमै काट्यो। कहिलेकाहीँ मानिसहरू चोट दिन चाहँदैनन्, तर दिन्छन्। त्यो वाक्य सुनेपछि सङ्गीता चुप भइन्। हावामा अनौठो भारीपन फैलियो। केही क्षणपछि आर्यन फेरि बोल्यो, तर अब केही फरक पर्दैन। उसले त्यो कुरा सहज रूपमा भन्न खोजेको थियो, तर स्वरभित्र लुकेको घाउ स्पष्ट सुनिन्थ्यो। सङ्गीता उसलाई हेरिरहन्। सायद उनले पहिलोपटक महसुस गरिरहेकी थिइन्। उनले एउटा मान्छेको मुटु मात्र होइन, एउटा संसार तोडेकी थिइन्, तर समय फर्केर आउँदैन। केही सम्बन्धहरू एकपटक टुटेपछि फेरि जोडिँदैनन्। आर्यन त्यहाँबाट बिस्तारै हिँड्यो। उसको मुटु अझै भारी भयो, तर आज एउटा कुरा फरक थियो। उसले आफूलाई फेरि मृत्युको अन्धकारमा धकेलेन। उसले पीडासँगै हिँड्न सिक्न थालेको थियो। साँझ घर फर्किँदा बाटोभरि ऊ धेरै सोचिरह्यो। उसले महसुस गर्यो, प्रेममा हार्नु जीवनमा हार्नु होइन। मानिसलाई सबैभन्दा धेरै नष्ट प्रेमले होइन, आफूलाई गुमाउने बानीले गर्छ। उसले आफ्नो जीवनलाई एउटा व्यक्तिको वरिपरि यति धेरै सीमित गरिदिएको थियो कि उसको अनुपस्थितिले पुरा संसार नै खाली भयो। यदि उसले आफ्नो सपना, परिवार, साथीहरूलाई साथमै राखेको भए सायद ऊ यति कमजोर हुने थिएन। त्यो रात ऊ धेरै बेरसम्म ऐना अगाडि उभियो। उसको अनुहार दुब्लाइसकेको थियो। आँखा मुनि कालो घेरा थियो, तर ती आँखाभित्र आज एउटा नयाँ कुरा जन्मिँदै थियो, बाँच्ने इच्छा। उसले ऐनामा हेर्दै बिस्तारै भन्यो, म फेरि सुरु गर्नेछु।
त्यो केवल एउटा वाक्य थिएन, त्यो उसको नयाँ जीवनको सुरुवात थियो। म फेरि सुरु गर्नेछु। ऐना अगाडि उभिएर आर्यनले बिस्तारै बोलेको त्यो वाक्य केवल शब्द थिएन, त्यो उसको भित्र मर्दै गएको इच्छाशक्तिको पुनर्जन्म थियो। धेरै दिनपछि उसले आफ्नो आँखामा सिधा हेरेको थियो। ती आँखाहरू थाकेका थिए, टुटेका थिए, तर पूर्ण रूपमा मरेका थिएनन्। उसले ऐनाको छेउमा टाँसिएको पुरानो टाइम टेबल हटायो, टेबल सफा गर्यो, किताबहरू मिलायो, कोठाभरि छरिएका सम्झनाहरू क्रमशः समेट्न थाल्यो। त्यो रात ऊ धेरै बेरसम्म सुत्न सकेन। झ्याल बाहिर चन्द्रमा बादलभित्र लुक्न निस्किँदै गरिरहेको थियो। हावाले पर्दा हल्लाइरहेको थियो। कोठामा हल्का उज्यालो फैलिएको थियो। आर्यन पलङमा पल्टिएर छततिर हेर्दै सोचिरह्यो, यदि त्यो सपना नदेखेको भए आज म साँच्चै मरिसकेको हुन्थेँ। त्यो सोचले उसको शरीर फेरि सिरिङ्ग भयो। उसले आँखा चिम्लियो, तर निद्रा आएन, किनकि कहिलेकाहीँ मानिस शरीरले थाक्छ, कहिलेकाहीँ आत्माले। आर्यनको आत्मा थाकेको थियो। अर्को केही दिन उसले आफूलाई व्यस्त राख्ने प्रयास गर्यो। बिहान चाँडै उठ्न थाल्यो, बुबासँग चिया खान बस्न थाल्यो, बहिनीलाई पढाइमा सघाउन थाल्यो, आमासँग भान्सामा सामान्य कुरा गर्न थाल्यो। घरमा फेरि बिस्तारै पुराना हाँसो फर्किन थालेको थियो। आमाले एक दिन खुसी हुँदै भन्नुभयो, मेरो छोरा फेरि पहिले जस्तै हुँदैछ। त्यो सुनेर आर्यनको मन भित्रदेखि काँपेको थियो, किनकि उसलाई थाहा थियो उसलाई कति नजिकबाट उसले जीवनभरको पीडा दिन लागेको थियो। कलेजमा पनि ऊ फेरि सामान्य बन्न खोजिरहेको थियो, साथीसँग बस्न थालेको थियो, पढाइमा ध्यान दिन थालेको थियो। तर एउटा कुरा अझै बदलिएको थिएन, रात पर्न साथ उसको मन फेरि कमजोर बन्थ्यो, किनकि रात मानिसको सबैभन्दा ठुलो ऐना हो। दिनभर हामी संसारलाई अभिनय देखाउन सक्छौँ, तर रात हाम्रो वास्तविक पीडा देखाइदिन्छ। हरेक रात सुत्नु अघि उसले त्यो सपना सम्झिन्थ्यो, पंखामा झुन्डिएको शरीर, आमाको चिच्याहाट, बुबाको रुवाई, अनि एउटा अनौठो कुरा, त्यो सपनामा उसले आफूलाई मृत आत्माको रूपमा देखेको थियो। तर आजसम्म उसले त्यो कुरा कसैलाई भनेको थिएन, किनकि उसलाई लाग्थ्यो यो केवल सपना थियो। तर बिस्तारै केही अनौठा घटनाहरू हुन थाले। एक रात ऊ पढ्दै थियो, अचानक उसको कोठाको बत्ती आफै निभियो, ऊ झसङ्ग भयो। केही क्षणपछि फेरि बल्यो। उसले सोच्यो सायद लाइनको समस्या होला। तर त्यही रात उसले स्पष्ट रूपमा आफ्नो कान नजिक कसैले बिस्तारै फुसफुसाएको सुनेको थियो। आर्यन ऊ एक्कासी उठेर बस्यो। कोठामा केही थिएन, झ्याल बन्द थियो, ढोका बन्द थियो। उसको सास तीव्र भयो। केही क्षण ऊ चुपचाप बसिरहेको थियो, त्यसपछि आफैलाई सम्हालियो। म धेरै सोचिरहेको छु, तर त्यो घटना त्यतिमै रोकिएन। अर्को रात उसले फेरि त्यही आवाज सुन्यो, आर्यन। यसपटक त्यो आवाज अझ स्पष्ट थियो। उसले तुरन्त बत्ती बालियो। कोठाभित्र कोही थिएन, तर उसको नजर अचानक पंखातिर गयो। उसको शरीर चिसो भयो। पंखामा हल्का हल्लिरहेको त्यही ढोकाको गलबन्दी झुन्डिएको थियो, जबकि उसले त्यो धेरै दिन अघि दराजभित्र बन्द गरेको थियो। उसको हात काँप्न थाल्यो। ऊ बिस्तारै उठ्यो, गलबन्दी झिकेर फेरि दराजभित्र थुनेर लग्यो। त्यो रात ऊ लगभग निदाउन सकेन। बिहान उठ्दा उसका अनुहार फिक्का थिए। आमाले सोध्नुभयो, फेरि सपना देखिस्? उसले जबरजस्ती मुस्कुरायो, होइन। तर उसको मनभित्र डर उम्रिन थालेको थियो। दिन बित्दै गए, अनौठा घटनाहरू बढ्दै गए। कहिलेकाहीँ उसले कोठामा कसैको उपस्थितिको महसुस गर्थ्यो, कहिलेकाहीँ झ्याल आफै खुल्थ्यो। रातको सन्नाटामा उसले आफ्नो कोठाभित्र कसैले हिँडेको आवाज सुन्थ्यो। तर सबैभन्दा डरलाग्दो कुरा के थियो? हरेक रात ठिक 1:17 जाँदा उसको मोबाइल आफै बल्थ्यो। स्क्रिनमा एउटै म्यासेज देख्थ्यो, तिमी साँच्चै बाँचेको छेउ त। त्यो देख्ने बित्तिकै उसको शरीर काँप्थ्यो। कसले धेरै पटक त्यो नम्बर ट्रेस गर्न खोज्यो, तर नम्बर नै देखिँदैन थियो, केवल अननोन। उसले त्यो कुरा साथीहरूलाई सुनायो। उनीहरूले ठट्टा गरे, तेरो दिमागले खेलिरहेको छ। सायद उनीहरूको कुरा सही थियो, सायद ऊ अझै मानसिक रूपमा कमजोर थियो। तर आर्यनलाई थाहा थियो यो केवल भ्रम थिएन। एक रात ऊ फेरि निदाउन सकेन। बाहिर असाध्यै ठुलो पानी परिरहेको थियो। घडीले 1:17 देखायो। अचानक मोबाइल बल्यो। उसको मुटु तीव्र गतिमा धड्किन थाल्यो। काँपिरहेको हात उसले मोबाइलमा उठायो। फेरि त्यही म्यासेज आएको थियो, तिमी साँच्चै बाँचेको छेउ त। यसपटक त्यसको तल अर्को लाइन थपिएको थियो, पंखातिर हेर। आर्यनको सास रोकियो। उसका आँखा बिस्तारै माथितिर उठे। पंखामा केही झुन्डिरहेको थियो। हल्का अन्धकारमा उसले स्पष्ट देख्न सकिरहेको थिएन। काँपिरहेको हातले उसले बत्ती बाल्यो अनि उसको शरीर एकैचोटि चिसो भयो। पंखामा त्यही ढोकाको गलबन्दी झुन्डिएको थियो, तर यसपटक त्यहाँ केवल गलबन्दी थिएन, गलबन्दीको तल एउटा खुट्टा हल्लिरहेको थियो, मानौ कोही झुन्डिएको होस्। आर्यनको घाँटीबाट आवाज निस्केन। ऊ पछाडि हट्न खोज्यो, तर खुट्टा चल्न सकेन। बिस्तारै त्यो झुन्डिएको शरीर घुम्न थाल्यो अनि केही क्षणपछि त्यो अनुहार उज्यालोतिर फर्कियो। आर्यनको मुटु रोकिए जस्तो भयो। त्यो अनुहार उसकै थियो। पंखामा झुन्डिएको मान्छे ऊ आफै थियो। आँखा बाहिर निस्किएका,
घाँटीमा गलबन्दी कसिएको मृत। आर्यन आतंकित भएर चिच्याउन खोजियो तर आवाज निस्केन। त्यही बेला उसको मोबाइल फेरि बल्यो। स्क्रिनमा अन्तिम मेसेज आएको थियो। त्यो सपना थिएन। आर्यन, तिमी त्यो रात साँच्ची नै मरिसकेको थियो। अचानक कोठाको बत्ती निभियो। बाहिर चट्याङ चम्कियो अनि त्यही अन्धकारको बीचमा कसैको चिसो आवाज फेरि सुनियो। तिमी अहिले केवल एउटा आत्मा हो। त्यसपछि पुरा कोठा भयावह सन्नाटा टुप्यो। अर्को बिहान छिमेकीहरूले आर्यनको घरबाट ठुलो चिच्याहट सुने। मानिसहरू दौडिँदै भित्र पसे। आर्यनको कोठाको ढोका भित्रबाट बन्द थियो। जब ढोका फुटाइयो, कोठाभित्र दृश्य देखेर सबैको शरीर सिरिङ्ग भयो। पङ्खामा एउटा ढाकाको गलबन्दी झुन्डिएको थियो। त्यसको तल आर्यनको शरीर तुर्लुङ्ग झुन्डिएको थियो। शरीर पुरै चिचिएको थियो। प्रहरीको रिपोर्टमा लेखिएको थियो मृत्यु लगभग 1 महिना अगाडि नै भइसकेको अनुमान। तर सबैभन्दा डरलाग्दो कुरा के थियो भने त्यो 1 महिनासम्म आर्यनलाई हरेक दिन कलेजमा देखिएको थियो। उसले मानिससँग कुरा गरेको थियो, घरमा खाना खाएको थियो, आफ्ना आमा बुवासँग हाँसेको थियो। अनि त्यो रातपछि उसले पनि सङ्गीतालाई फेरि कहिल्यै देखेन। घरभरि कोलाहल मचिएको थियो। आमाको चिच्याहाटले टोल नै काँपिरहेको थियो। बुबा भित्तामा अडेस लागेर भक्कानिँदै बस्नुभएको थियो। छिमेकीहरू आतंकित आँखाले कोठाभित्र हेरिरहेका थिए। प्रहरीले कोठा खाली गराउँदै थियो। पङ्खाबाट झुन्डिएको आर्यनको शरीर बिस्तारै तल झारियो। उसको अनुहार निलो भइसकेको थियो। आँखा आधा खुलेका थिए। घाँटीमा कसिएको त्यही ढाकाको गलबन्दी अझै हल्का हल्लिरहेको थियो। कोठाभित्र एउटा डरलाग्दो चिसोपन फैलिएको थियो। प्रहरी निरीक्षकले फाइल पल्टाउँदै गम्भीर स्वरमा भने, शवको अवस्था हेर्दा मृत्यु कम्तीमा 1 महिना पुरानो देखिन्छ। त्यो सुन्ने बित्तिकै कोठाभित्र सन्नाटा छायो। रामे करायो, त्यो कसरी सम्भव हुन सक्छ सर? हामी त हिजोसम्म पनि यहीसँग कलेजमा कुरा गरेर आएका हौँ। बिक्कीको हात काँपिरहेको थियो। हामीले सँगै चिया खायौँ। उसले हामीसँग हाँसेको थियो। प्रहरी निरीक्षक केही क्षण मौन रहे। उनले वरिपरि हेरिन्। कहिलेकाहीँ मानिसले देखेका कुरा सत्य हुँदैनन्। तर त्यही बेला एउटा कुरा सबैको दिमागमा एकसाथ आयो। यदि आर्यन 1 महिना अघि नै मरिसकेको थियो भने त्यो 1 महिना उनीहरूले कोसँग कुरा गरिरहेका थिए? घर बाहिर अचानक ठुलो हावा चल्यो। झ्यालका सिसाहरू एक्कासी ठोकिन थाले। कोठाभित्र राखिएको आर्यनको मोबाइल अचानक आफै बल्यो। सबै झस्किए। स्क्रिनमा एउटा फोटो खुल्यो। आर्यन र सङ्गीता नदी किनारमा हाँसिरहेको पुरानो फोटो। त्यसको तल एउटा नयाँ नोटिफिकेसन आयो, अननोन नम्बर। प्रहरीले मोबाइल उठायो। म्यासेज खोल्ने बित्तिकै सबैको शरीर चिसो भयो। त्यहाँ लेखिएको थियो, उसलाई मैले मारेको होइन, प्रेमले मारेको। केही क्षण कोठामा कसैले बोल्न सकेन। त्यही बेला आर्यनकी आमा एक्कासी कराउँदै उठिन्। मेरो छोरो एक्लो मरेको छैन, उसले कसैलाई धकेलेको छ। उहाँ रोइरहनु भएको थियो। उहाँको स्वर सुनेर सबैको मुटु भारी भयो। तर घटना त्यतिमै रोकिएन। प्रहरीले अनुसन्धान सुरु गरे। सङ्गीतालाई खोज्न थालियो। तर अनौठो कुरा, सङ्गीता 1 महिना अघि नै हराइसकेकी रहेछिन्। उनको घरमा ताला लागेको थियो। छिमेकीहरूले भने त्यो रातपछि उसलाई कसैले देखेका छैनन्। प्रहरीले उसको फोन नम्बर ट्रेस गरे। अन्तिम लोकेसन त्यही नदी किनार देखियो जहाँ आर्यन र सङ्गीता पहिलोपटक प्रेमबारे बोलेका थिए। अर्को दिन बिहान प्रहरी टोली नदी किनार पुगे। त्यहाँ पानीको छेउमा पुरानो झोला भेटियो। झोलाभित्र सङ्गीताको मोबाइल, केही फोटो र एउटा डायरी थियो। डायरीका पानाहरू पानीले आधा भिजेका थिए। तर अन्तिम पानामा लेखिएको कुरा स्पष्ट देखिन्थ्यो, आर्यनले मलाई कहिले गलत गरेन, गलत म थिएँ। मैले उसको प्रेमसँग खेलेँ। उसले मर्नु अघि अन्तिम पटक मलाई फोन गरेको थियो, तर मैले उठाइनँ। त्यसको केही घन्टापछि ऊ मरेको खबर आयो। त्यस दिनदेखि म हरेक रात उसको आवाज सुन्छु। ऊ मलाई बोलाउँछ। सायद प्रेमले धोका माफ गर्दैन। डायरी पढ्ने बित्तिकै प्रहरीहरू स्तब्ध भए। तर सबैलाई डरलाग्दो कुरा अझै बाँकी थियो। डायरीको अन्तिम लाइन मुनि ताजा रातो मसीले लेखिएको थियो, म आज उसलाई भेट्न जाँदैछु। तर त्यो अक्षर सङ्गीताको थिएन, किनकि त्यो मसी अझै भिजेको थियो। अचानक नदीको पानीमा हलचल आयो। सबैको नजर त्यहाँ गयो। केही क्षणका लागि पानीमाथि 2वटा आकृति देखिए, एउटा केटा एउटा केटी, दुवै हात समातेर उभिएका। प्रहरीहरू दौडिए। अर्कोतिर चट्याङ चम्किने बित्तिकै ती आकृतिहरू गायब भए। केवल नदीको भाव बाँकी रह्यो। त्यो घटनापछि त्यो केस कहिले समाधान भएन। प्रहरीले अन्तिम रिपोर्ट लेखियो, आर्यनको मृत्यु आत्महत्या थियो। सङ्गीता अझै बेपत्ता छिन्। तर गाउँका मानिसहरू अझै भन्छन्, असारको गहिरो रातमा ठिक 1:17 जाँदा त्यो नदी किनारबाट कहिलेकाहीँ 2 जनाको हाँसो सुनिन्छ अनि टाढाबाट कसैको मधुर आवाज सुनिन्छ। प्रेम सुन्दर हुन्छ, तर आफूलाई बिर्सने गरी कसैलाई प्रेम गर्नु विनाश हो। समय बित्दै गयो। आर्यनको घर फेरि सामान्य बन्न सक्यो।
तर त्यो घरको भित्तामा टाँसिएको एउटा फोटो कहिले हटाइएन, जहाँ आर्यन मुस्कुराइरहेको थियो। बुबाले हरेक बिहान त्यो फोटो हेरेर एउटा कुरा भन्नुहुन्थ्यो, मान्छे प्रेमले होइन, आशा हराउँदा मर्छ। अनि सायद यही यो कथाको अन्तिम सत्य थियो।